अर्को कुरा एकदमै महत्त्वपूर्ण कुरा म तपाईहरुले लास्टमा के भन्न चाहन्छु भन्दाखेरि YT स्टुडियोमा छिर्दाखेरि तपाईहरुले सब्स्क्राइब र भ्युज मात्र हेर्न छिर्नु भयो भने तपाईको च्यानल कहिले ग्रो हुँदैन है त। सो गाइस नमस्ते, स्वागत छ तपाईहरुलाई टेक्निकल मेरो युट्युब च्यानलमा। आज चाहिँ 1000 सब्स्क्राइब र साथै च्यानल ग्रो कसरी गर्न सकिन्छ त्यो पनि 1 महिना 2 महिना या छिटै नै है त। र यति भनेर मान्छे डेट टोक्दैन हैन, किनभने केही माथि तल हुन सक्छ, किनभने युट्युबको काम हाम्रो हातमा हुँदैन है त। त्यही भएर चाहिँ मैले डेट टोक्दैन गाइस, किनभने मलाई चाहिँ युट्युबको बारेमा राम्रोसँग थाहा छ। हामीले राम्रोसँग सोचेर काम गर्न सक्यौ भने, बुझेर काम गर्न सक्यौ भने चाँडै नै ग्रो हुन्छ युट्युब च्यानल। सो फाइनली भन्नुपर्दा चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि यदि छिटै नै च्यानल ग्रो गर्नु छ र सब्स्क्राइब पनि छिटो बढाउनु छ भने हाम्रो कन्टेन्ट एकदमै राम्रो हुनुपर्छ। सबै कुराहरुमा ध्यान राख्नुपर्छ। टाइमदेखि लिएर आफ्नो कन्टेन्टमा कसरी फोकस गरिन्छ त देख सक्नुहुन्छ। मसँग यो बुक छ गाइस हैन, मैले चाहिँ यसमा चाहिँ आफ्नो कन्टेन्टहरु लेख्ने गर्छु, आफ्नो कुराहरुलाई मिलाएर गर्ने कोसिस गर्छु हैन। र मैले चाहिँ च्यानल कति टाइममा खोलेको र अहिले चाहिँ मेरो च्यानल कस्तो अवस्थामा छ, कस्तो ठाउँमा चाहिँ कस्तो लेभलमा चलिरहेको छ हैन, किनभने हामीले त स्टेप बाइ स्टेप ग्रो गर्नु छ नि त हैन। त्यही भएर चाहिँ सबै डिटेल्स राख्नुपर्छ है त। र हामी चाहिँ मेहनत धेरै भएको कारणले के गर्छौं भन्दाखेरि छिटै नै डिमोटिभेट हुने काम गर्दछौं। जब नयाँ युट्युबर भइन्छ, मैले पनि धेरै च्यानल खोलेको गाइस हैन, भ्लग गरे हैन, जस्तो कमेडी खालीको भिडियोहरु, त्यो एआई भिडियोहरु हाल्ने त्यस्तो च्यानल पनि खोले हैन, त्यो पनि भएन हैन। त्यस्तै जब नयाँ थिए, म सिक्दै थिए त्यो बेला गाइस है त। मेरो यथार्थ मैले भोगेको कुराहरु तपाईहरुका शेयर गर्दैछु र त्यो बेला चाहिँ मैले ग्रो गर्न सकिन, तर स्टेप बाइ म सिक्दै गइराखेको थिएँ र म सिक्दै गइसकेपछि चाहिँ मैले एभीएल फार्मिङ च्यानल चाहिँ न्यू च्यानल क्रिएट गरे। त्यसपछि चाहिँ मैले धेरै कुराहरु सिकिसकेको थिएँ एभीएल फार्मिङ च्यानल क्रिएट गर्दाखेरि र मैले भनिसके कि सबै डेटाहरु राख्नुपर्छ युट्युबको हैन। र सो दोस्रो कुरा चाहिँ हामी कुरा गर्नेछौं कि YT स्टुडियोमा हामी हेर्ने छौं कि परफर्मेन्स कस्तो छ भिडियोको हैन, कहाँदेखि हाम्रो भिडियो हेरिएको छ, यिनी कुराहरुमा हामी पहिला सतर्क रहनुपर्छ गाइस है त। र म तपाईहरुलाई मेरो YT स्टुडियोमा देखाउँछु मेन कुराहरु जो आवश्यक पर्छ, ती कुराहरु म तपाईहरुलाई देखाउने छु। भिडियो हल्का लामो हुन सक्छ, धैर्यता गरेर पहिला सिक्ने अनि पछि गर्ने गरेपछि साच्चै पनि हुन्छ गाइस। तर भिडियो स्किप गरेर चाँडै नजान्नु होला है त। भिडियो अन्तिमसम्म हेर्नु होला, केही न केही कुराहरु मबाट सिकेर जाने अवसर तपाईहरुलाई छ। र यति भन्दै म तपाईहरुलाई स्क्रिन रेकर्ड YT स्टुडियोमा लगेर जान्छु गाइस है त। सो गाइस फाइनली भन्नुपर्दा चाहिँ मैले आफ्नो YT होममा आएर चाहिँ YT स्टुडियो देख सक्नुहुन्छ। सबै क्लियरसँग देखिन्छ है त। मैले टच गरेको, कहाँ टच गरेको छु, के खोल्दै छु, सबै क्लियरले देख्छ। एकदमै ध्यान दिएर हेर्नु होला है त। मैले चाहिँ YT स्टुडियो छोएको छु, देख्नुभयो YT स्टुडियो खुल्यो र मेरो चाहिँ देख सक्नुहुन्छ टोटल चाहिँ 386 भ्युज छ गाइस हैन। अहिले चाहिँ 8 दिन लगभग यो सर्ट भिडियो चाहिँ मेरो हल्का चलेको छ हैन, 20-22 भ्युज पनि आएको छ हैन। यो चाहिँ नयाँ च्यानलको लागि एकदमै महत्त्वपूर्ण हो। यो पनि धेरै राम्रो देख सक्नुहुन्छ, 22 भ्युज गएको छ। ग्रीन सिग्नल माथि बिच एरो। र सो मैले चाहिँ हिजो अपलोड गरेको लङ भिडियो पनि देख सक्नुहुन्छ। र मैले चाहिँ कन्टेन्टमा लगेर जान्छु तपाईहरुलाई, कन्टेन्टमा छोए र आरामसँग हेर्नु होला नआत्तिएर गाइस है त। र कन्टेन्टमा लगिसकेपछि म चाहिँ तपाईहरुलाई मेरो चाहिँ हल्का चलेको 64 भ्युज छ गाइस हैन, यो भिडियोमा लगेर जान्छु र यो भिडियोको केही कुराहरु म तपाईहरुलाई सिकाउने छु है त। यहाँ गइसकेपछि हामीले यो एनालाइस्टिकमा फेरि दबाउँछु गाइस है त। एनालाइस्टिकमा दबाइसकेपछि देख सक्नुहुन्छ 64 भ्युज देखाएको छ हैन। यो त पहिल्यै देखाइसके वाच टाइमहरु। र फाइनली 4 जना सब्स्क्राइब चाहिँ यहीबाट जोडिनु भएको छ। मेरो ऑडियन्स 4 जना यहीबाट जोडिनु भएको छ सब्स्क्राइब गरेर यही भिडियोबाट। र तल हेर्नुस् 48 आवर्समा 15 भ्युज पनि छ र एकदमै राम्रो भइरहेको छ। अब चाहिँ रिचमा दाब्यौं। रिचमा दाबिसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ दाबिसकेपछि 3400 चाहिँ इम्प्रेसन गएको छ गाइस हैन। र फाइनली भन्नुपर्दा चाहिँ यो भिडियोमा सजेस्टेड भिडियोबाट पनि भ्युज आएको छ, युट्युब सर्चबाट पनि, ब्राउज फिचर्सबाट पनि आएको छ, अनि अदर युट्युब फिचर्स अनि अदर अनि धेरै उबाट चाहिँ भ्युज आएको छ मेरो यो भिडियोमा है त। यही देख्न सक्नुहुन्छ, यिनी सबैबाट चाहिँ भ्युज आएको। र सजेसनमा भन्नुपर्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ सजेसन भिडियोमा
यति भिडियोबाट चाहिँ 6 भिडियो त मेरो यही भिडियोको तलबाट नै मेरो भिडियोको भ्युज आएको छ गाइस हैन। सजेसन गरेको देख्न सक्नुहुन्छ यता नम्बर बाइ नम्बर। यति धेरै भिडियोमा इन्द्रेणीहरू सबै भिडियोहरूमा पनि मेरो भिडियो सजेसन गरेर भ्युज आएको छ गाइस है त। यो कुरामा एकदमै ध्यान राख्नु होला तपाईले। र हामीले चाहिँ अर्कोचोटि भिडियो अपलोड गर्दाखेरि चाहिँ जुन ट्यागबाट चाहिँ भ्युज आएको छ त्यो ट्याग हामीले युज गर्नेछौँ है त। यो ट्यागहरू चाहिँ तपाईहरुले प्राय युज गर्नु होला आफ्नो ट्यागमा है त। यो ट्यागहरू युज गर्नु होला। मेरो ट्याग नगर्नु होला कि तपाईको रिलेटेडमा यस्तो ट्यागहरू आएको हुन्छ त्यो ट्याग चाहिँ के भन्छ युज गर्नु होला है त। र सो फाइनली भन्नुपर्दा इम्प्रेसन हैन क्लिक 1.6 छ गाइस। र यहाँ देख्न सक्नुहुन्छ। यहाँ आइसकेपछि तपाईहरुले वाच टाइम आवर्सको जो एरोहरू छ यो देख्न सक्नुहुन्छ हैन। एकदमै राम्रो छ। र मेरो अडियन्स हेरौँ है त। मेरो अडियन्स चाहिँ रिटर्निङ भ्युअर्स चाहिँ 5 जना हुनुहुँदो रहेछ है त मेरो यो उसमा। र मोबाइल र कम्प्युटरबाट हेर्नु भएको छ। र सो गाइस फाइनली भन्नुपर्दा चाहिँ मेरो यो भिडियो चाहिँ नेपालमा गएको छ र नेपालदेखि नै भ्युज आएको छ। 34.4% चाहिँ मेरो नेपालबाट भिडियो हेर्नु भएको छ। र मैले चाहिँ चाहन्थे पनि यही हैन मेरो भिडियो चाहिँ नेपालमा जाओस् भनेर। र फाइनली मेरो भिडियो नेपालमा गइसकेको छ। र तपाईको चाहिँ अडियन्स चाहिँ कताबाट जोडिनु भएको छ त्यो चाहिँ हेर्नु होला है त। गाइस के अर्को कुरा एकदमै महत्त्वपूर्ण कुरा म तपाईहरुले लास्टमा के भन्न चाहन्छु भन्दाखेरि वाइटी स्टुडियोमा छिर्दाखेरि तपाईहरुले सब्स्क्राइब र भ्युज मात्र हेर्न छिर्नु भयो भने तपाईको च्यानल कहिले ग्रो हुँदैन है त। किन ग्रो हुँदैन भन्दाखेरि चाहिँ तपाईले चाहिँ आफ्नो भिडियोको कमी कमजोरी पनि हेर्नु पर्ने हुन्छ सबैभन्दा पहिला है त। आफ्नो भिडियोको के छ कमी कमजोरी हैन। यदि राम्रो भ्युज आएको छैन क्लिक इम्प्रेसन आएको छैन भने थम्बनेलको कमजोरी हुन सक्छ। अनि भिडियो सर्चबाट भ्युज आएको छैन भने ट्यागको कमजोरी हुन सक्छ। कन्टेन्ट सजेस्टिङबाट चाहिँ भिडियो आएको छैन भने तपाईहरुको जो टाइटल हुन्छ त्यसमा प्रब्लम छ। यति 3वटा कुरालाई चाहिँ हेरेर पत्ता लगाउनु होला भन्न चाहन्छु। 3वटा कुरालाई एकदमै ध्यानमा राख्नु होला है त गाइस। र यति भन्दै छुटिन्छु र चाँडै आउनेछु नेक्स्ट भिडियो लिएर। तबसम्मको लागि हैन तपाईहरुले पनि आफ्नो कार्य हैन कामहरू राम्रोसँग गर्नुस्। म पनि मेरो काम राम्रोसँग गर्छु र म छुटिन्छु। धन्यवाद गाइस। लभ यु अल।